पेनल्टी नदिँदा नि हुन्थ्यो नि त्यतिको त। हेलो गुड मर्निङ साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप हजुर सन्चै हुन्छ, म पनि सन्चै छु, मेरो बुढी पनि सन्चै छिन्, यहाँनिर छिन्। खोइ के भयो अरे, के भयो आज चाहिँ फ्राइडे, म छु घरमा अनि मेरो छोरो पनि स्कुल जाने बेला त अहिले भएकै छैन, भर्खर उठेको। अनि मेरो बुढी पनि यहाँनिर छिन्, छोरी काठमाडौँ। अनि अघि बिहानभरि चाहिँ मैले म्याच हेरेँ साथीहरू, पोर्चुगल र क्रोएसियाको। अनि मैले चाहिँ सोचेको थिएँ क्रोएसियाले नै जितोस् जस्तो लागिरहेको थियो, मेरो छोरो पनि क्रोएसियाको फ्यान। अनि छोरो चाहिँ गोल कि गोल भन्दै उफ्रिँदै थियो, तर गोल त भयो, तर सबै अफसाइड धेरै गोल लगायो। अनि पोर्चुगलको पनि राम्रो चान्स हो, उनीहरूले चान्स पाएको दामी सदुपयोग गर्दै क्या फेरि पोर्चुगलले चाहिँ। अनि क्रोएसियाले खेल्नु चाहिँ फेरि क्रोएसियाले बबाल खेलेको थियो, तर पनि हारो क्रोएसिया लास्टमा। लुका मोड्रिक बबाल खेल्ने हो नि त, लुका मोड्रिक। अनि रोनाल्डोले चाहिँ खेल्नै सकेन हौ फेरि, आम्मा रोनाल्डो त बुढो भएछ। लुका मोड्रिकले बबाल खेलेको थियो साथीहरू। अनि म चाहिँ क्रोएसियाले नै जितोस् जसरी लागेको थियो। 2018मा त सेकेन्ड भयो नि त क्रोएसिया। लुका मोड्रिकले त्यसले गोल्डन बल होइन, गोल्डन सुज के को पाएको जस्तो लागेको थियो। अनि मैले लिएर छु यहाँनिर आज दुध, सधैँ चाहिँ दुध यति धेरै छ, 2 लिटर दुध ल्याएको छु। अनि दुध तताउने हो, अनि मस्त दुध खाने हो। अनि त्यस पछाडि आज म काम गर्नुपर्ने हुन्छ होला मैले पनि फेरि, होइन कि पर्दैन। मैले हिजो लोकल गाजर पनि लिएर छु साथीहरू, गाजर यति खाएर यो मैले तासेको थिएन कि, त्यही भएर खाइनँ कि यो गाजर चाहिँ। आज चाहिँ मस्त तासेर यस्तो मिठो गरेर खाइदिनु पऱ्यो गाजरलाई। यहाँ लियोको लागि मैले यो पनि लिएर चाहिँ यतापट्टि हेरिदिनु न, किचन चाहिँ यत्तिको सफा चाहिँ हुनु पऱ्यो कि आम्माम फोरै छ, केरा पाकेर ध्वस्त छ यहाँनिर। होइन यो लोकल केरा हो क्या, लोकल केरा यस्तो टेस्टी हुन्छ। अनि यहाँ राखिदिन्छु, माथिको त मैले हिजै सब खाइसक्थेँ। लोकल केरा खाने हो अब, यो बिहानै दुध र केरा यस्तो मस्त खाइन्छ। दुध र केरा खाने अनि वेट बढाउने हो अझै धेरै। केरा खाने त वेट बढ्छ नि त। यो नुडल्स खाइदिउँ कि जस्तो लाग्दैछ, बुलडग। साथीहरू मैले चाहिँ लिइसकेँ सुँगुरको मासु, सधैँ चाहिँ सुँगुरको मासु नै हुन्छ प्रायः, होइन। अनि यहाँनिर काँक्रा, यो चाहिँ सब्जीको रूपमा यो काँक्रा नै मात्रै राखेको छु मैले चाहिँ। शुक्रबार छुट्टीको दिन चाहिँ बरु अरूवटा सब्जीहरू पनि हुन्छ। अचार पनि एक बाँडा छ मेरो बुढी त्यहाँनिर किचनमा। अब मेरो छोरीले पनि आइसक्यो होला, उबाट के भन्छ स्कुलबाट आइसक्यो होला, खाना खायो होला छोरीले, केसँग खायो। मैले चाहिँ सुँगुरको मासु र भात खान आँटेर छु। नुनहरू लाग्यो होला है खोर्सानी। अत्ता हो यो बर्खा लागिरहेछ साथीहरू, झिँगा चाहिँ यति धेरै आउँछ नि। वाउ, सुँगुरको मासु हेरिदिनु त साथीहरू, वाउ टाइपको छ, कतिको मिठो छ। छो टेस्ट हानु है त। यति टेस्टी भएछ है। साथीहरू आज चाहिँ मेरो शुक्रबारको दिन चाहिँ यस्तो छ, सबै भात खाइसकेर सबै धन्दा मैले गर्नुपर्ने। छोरी हेरिदिनु है, छोरी नहुँदा त मेरो बिजोग भइसक्यो यहाँनिर धन्दा गरेर, होइन। दिनै पछि धन्दा गर्नुपर्छ, मैले मात्रै किचनमा काम गर्ने, खाना बनाउनेदेखि लिएर सबै थोक यस्तो भइरहेछ है छोरी भनेर छोरीले फेरि पत्याइदिनु पऱ्यो।
मेरो छोरी भएकर छोरीले सघाउँथ्यो धन्दा सन्दा गरेर मलाई यति धेरै धन्दा छ आमा के हो यो त कुकर त निस्किँदैन र हौ ला फोन भयो साथीहरू अब आमा र म चाहिँ हाम्पाङदेखि हेर्ने भनेको यहाँ हो होइन आमा यहाँदेखि आँखाले पनि देख्नुहुन्छ नि आमा देख्नुहुन्छ अब यहाँ हेर्नु न यहाँबाट हेर्नुपर्छ नि यहाँ नै जुम गरेर नि यो हाम्पाङ स्कुल देख्नुभयो स्कुल उता स्कुल होइन उता चाहिँ हस्पिटल परको यो पर्वको यो ए कहाँ यो 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 कि यो ओहो त्यो माथिको चाहिँ ऊ त्यो यो चाहिँ हाङपाङ स्कुल ऊ माथि माथिको चाहिँ माथिको चाहिँ त्यो बरको फेद होइन भित्तापट्टिको स्कुल अनि त्यहाँ पर चाहिँ हाम्रो घर त्यो मुनतिरको स्कुलको बर यो चाहिँ तल्लो मङधान माङधान त्यहाँदेखि अलिक पर घरहरू हस्पिटल चाहिँ त्यो ओ पर छ नि देख्नु देख्नु त देख्छु कुन ल साथीहरू हामीले चाहिँ हाम्पाङ स्कुल पनि हेऱ्यौँ हाम्पाङ आमालाई घर जानु मन परिरहेको छ होला आमा मन परिरहेको छ साह्रो जाउँ लागेको छ आमा लाग्छ नि हो जानु त पर्छ त किन पो पर्यो भनेर ए परेन पहिले यो छाती दुख्यो छाती दुई हातले थिचेपछि फेरि यता बढ्यो सास बढ्यो फेरि यता नथिच्दा यता दुखिहाल्ने यो दुख्ने अब यसरी थिची बस्नु पर्ने सास बढेकै छ छोड्दा त झन् साह्रो यता दुख्छ यता थिच्छ यता त्यस्तो भयो अनि आसिने बसिना आयो पसिना त अब मेरो लुगा त आयो नि हो के गर्नु र पसिना नि अब गउँथ्यो तक्तकार्यो नि कान्छीलाई बोलाउनु पर्थ्यो नि मलाई त थाहा पनि पाइन नि अब के बोलाउँ कि त भने फेरि साह्रै उसले निन्द्रा लाग्छ कि होइन बोलाउँदा भइहाल्छ त्यस्तो अनि निन्द्रा लाग्छ अन्त उसको फेरि बिरामी पुगिजान्छ त के हुन्थ्यो अनि बोलाउनु आउनु पनि नसक्ने पो त नभसक्दा त आइन्छ नि त्यता उङसिङमेङ छोराले आउनु नै नसक्ने परे अब सास जान्छ होला परमेश्वरी मेरो छोरीको घरमा भने नि हौ साँच्चै नै हो अब लो मेरो छोरीको घरमा मेरो सास गएको देख्दैन पनि यहीँ नै मर्ने परे परमेश्वरी नमरौँ है भन्छु नि साँच्चै नै भने मर्नु चाहिँ नपरोस् मेरो सास चाहिँ रहोस् अनि बिहानै पो घरमा जान्छु पो जस्तो लाग्यो नि हागो अनि यहाँ त कहाँ मर्नु हो हुँदैन नि हो जहाँ के गर्दै छोरीको घरमा कहाँ मरेर बस्नु हो लाज लाग्छ आमाले लास्टै हाँसु नुहाउनु साथीहरू आमा बिरामी हुनुहुन्छ नि त हल्का ढाड दुखेर बिरामी भएको राति चाहिँ अब सास धुनेछ सायद सुत्दाखेरि अप्ठ्यारो सुत्नु भएको थियो होला आमा के अप्ठ्यारो सुतेकै थिइनँ नि ल हो र ए अनि के भएछ त नि आमालाई चाहिँ अत्याधिक साह्रो परेछ त्यही भएर हामीलाई त थाहा पनि भएन हिजो चाहिँ फेरि लाइन पनि थिएन के हिजो चाहिँ लाइन पनि थिएन लाइन गएर कडाङगुडुङ गरेर होइन अनि पुरै थियो लाइन भएको थियो भने पनि केही मात्रामा थाहा हुन्थ्यो अनि लाइन त आएको थियो भरे कतिखेर मात्रै आयो अनि अब आमा चाहिँ यहाँनिर बस्नुहुन्छ नि त म सधैँ देखाउँथेँ नि यहाँनिर बस्नुहुन्छ आमाको घर चाहिँ त्यहाँ हो अहिले यता बिरामी भएर अस्ति काठमाडौँ घुम्नु जाँदाखेरि आउनुभएको झन्नै साह्रो पऱ्यो अरे आमाले त भगवानै जप्नु भएछ अन्त होइन भगवानै चापे केही हुँदैन अलिअलि बिरामी हुन्छ तर केही हुँदैन यस्तो केही पनि होइन अब फेरि ठिक भएर त्यहाँ जानुपर्छ हजुर अब यता पनि दुख्ने यहाँ पनि दुख्ने यहाँ पनि सास बढ्ने पसिना दुखेर अरे साह्रो पो पर्यो परमेश्वरी भने नि हो के गर्नु मलाई चाहिँ हाँसुटो कति साह्रो परेको थियो होइन आमा साह्रो पर्यो र त परमेश्वरी छोरीको घरमा चाहिँ मर्नु नपरोस् सास जानु पनि साह्रो रहेछ भन्छु नि हो मनमा अनि हामीलाई बोलाउनु पर्थ्यो नि म त्यसै भने यो कान्छीले के अन्त ला के पो लडायो खोइ
साथीहरू यतापट्टि यस्तो मौसम छ आज चाहिँ एकदम मौसम सुहाना छ यस्तो घाम लागिरहेछ नि आम्मम यस्तो खतरा घाम लागिरहेछ यो वरिपरिको मकैबारीले गर्दा पनि गर्मी यति धेरै छ तराई जत्तिकै छ साथीहरू ताप्लेजुङमा पनि गर्मी तराईको मान्छे त झन् कसरी बसेको छन् थाहा छैन हेर्नु खलखली भइसक्यो तराईमा झन् कति गर्मी छ होला यहाँमा गर्मी छ रे हिजो कान्छी बुहारीले फोन गरेको ए फोन गर्नुभएको थियो एकदम फोन गर्छ है ए अहिले यसो पो भन्यो के भन्दै अन्त अनि तपाईँ अस्ति त्यसरी झिकाएको छ त्यो ल्याएर मात्रै जाने भनेको भने 15 गतिको उठ्यो नि त त्यो फेरि त्यहाँ छैन तलदेखि ल्याउने भन्थ्यो नि त ए भन्छ कान्छीलाई अब म के जान्नु तलबाट ल्याउने हो नि त्यो पनि ल्याइदिइ पुऱ्याइदिएकै छैन अरे अन्त ल्यायो भने छैन भने कस्तो तपाईँ चाहिने उ गरेर पठाइदिनु नि हामी पठाइदिन्छौँ भन्छु नि ए चेक गरेर चेक गर्नु त्यो त अनि त्यो के भन्छ डक्टरले आफै पठाइदिने भनेर थियो नि त अनि फेरि मैले भने मेन्ना उ गरिसक्यो ल्याउँछु ल्याउनै भनिसकेको ल्याउँछु पनि भनिसकेको छ अरे ल्याउँछ कि भने नि ए ल अब आमाको औषधि पनि आउँछ अनि अब अलिक ठिक हुनुहुन्छ किनभने थुप्रै औषधि खानुपर्ने छ धेरैभन्दा धेरै औषधिहरू अनि त्यो औषधि उता घरमा गएपछि भरे टाइम टेबल हुँदैन अब सबैजना व्यस्त हुनुहुन्छ दाइहरू पनि भनेर अब यतै औषधि खाएर ठिक भएर अलिक ठिक भएर चाहिँ जानुपर्छ आमा अब केही हुँदैन ए पेटी सेटी सबै खोलेर होइन अनि बसे नि हो अनि सासै थुन्यो फेरि पसिना किन आएको साह्रो परेर नि साह्रो परेर आमालाई पसिना आएको छ यति धेरै सास थुने छ अक्सिजन कमी भयो सायद कहिलेकाहीँ त्यस्तै हुन्छ अब पाएको शरीर आमाको तर त्यो केही पनि हुँदैन मरिँदैन कहाँ मरिन्छ त्यसरी हेरिदिनु साथीहरू यतापट्टि यस्तो मस्त छ आम्मामा एकैछिनमा हर गरेर मर्छ अरे मर्दैन के को मर्छ मर्दैन आमाको ऊ चाहिँ यहाँ ल्याइदिउँ होला चेयर है यहाँ हावा खाँदै बस्नु ल एकछिन यहाँ ल्याइदिन्छु भित्रबाट गरेको कि यो पुटिन चाहिँ गर्नु नहुने रहेछ सबै यसरी भत्किहाल्दो रहेछ अब यसलाई फेरि पछि कलर गर्नुपर्छ अर्को कलर सबै हो माथिसम्म है अनि यो चाहिँ के भन्छ मुनिबाट पानीले भेटायो नि त पानीको छिटाले भेट्यो भने पुटिन चाहिँ उकिहाल्दो रहेछ कि यो के अब पछि त्यता बेग्लै कलर गर्नुपर्छ ल साथीहरू आमालाई मैले यहाँ चेयर पनि ल्याइदिएँ यहाँनिर राखेँ आमालाई साह्रो परेछ अनि अब घर जाउँ चाहिँ कतिको लागेको छ आमा साह्रो लागेको छ साह्रो लागेको छ लागेको छ नि जान्छु याद आइरहेछ जान्छु भन्छु नि हौ के गर्नु अनि बस्नै पर्यो यहाँ घरको साह्रै याद आएको छ आमा आउँछ कतिको साह्रो साह्रै आउँछ साह्रै आउँछ यतापट्टि क्यामेरामा हेर्नु तर पनि यहाँ पनि ठिकै राम्रै छ सुविस्ता छ कान्छीले माया गर्छ लुगा धोइदिन्छ केस जुम्रा मारिदिन्छ तेल दलिदिन्छ जुम्रा पनि पर्यो अनि सबै गर्छ नि हौ तर दुःख पायो छोरीले मेरो छोरीले के को दुःख पाउनु म सबै गर्छ अनि गरिदिनु पर्छ नि अनि नगरेर कसको गर्ने हो र उसले अलिक दुःख पनि पायो हो म बसेपछि के को दुःख हुन्थ्यो दुःख हुँदैन नि त्यस्तो अनि सबै गर्नु पर्ने हो नि अनि गर्नु त पर्छ त यहाँ आमा र म इन्टरभ्यू गर्दैछौँ साँच्चैको कुरा गरेको मेरो साँच्चै कुरा गरेको मनकै कुरा गरेको अन्त होइन आमा अन्त कान्छीसँग गरौँ भनेको भ्याउँदैन अन्त मान्छे अन्न भ्याउँदैन मे भ्याउँदैन बस्नु लु 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 मेरो जुम्रा मारिदियो एकछिन भनेर पो लु जुम्रा मारिदिहाल त आमाको एकछिन मारिदिन्छ जुम्रा पनि मारिदियो दिनमा हे अस्तिको पहिला त थुप्रो थियो नि जुम्रै परेछ आमा पर्यो नि जुम्रा मसिनोहरू रहेछ त्यो हावापानी चेन्ज भएर जुम्रा खोइको नि नरिवलको तेलले हो कि नरिवलको तेल अस्ति छोरीले फेरि नरिवलको तेल लगाइदिनु भएको छ नि त होइन म पनि लाएँ नि त्यही मात्रै ए हो र
अनि धुनु छैन लाको लाकै लाको लाकै क्या फेरि भोलिपल्ट त अलिक थिएन जुम्रा फेरि थियो थुनु त अलिअलि मात्रै तर अलिअलि थियो नभन्नु भनेको भनिहाल्यो भने नभन्नु त्यही सोडा थियो नभन्नु है जहिले त आफैको मे नहोके मे तुया भनेकै हो नभन्नु है लाज लाग्छ तुम त्यही सोडा जुम्रा अनि भन्दा के हुन्छ टुप्पीमा झुन्ड्या छ छन्ने आकाशमा साँच्चै कुरा पो अनि त अनि भोलिपल्ट चाहिँ 12 निस्क्यो अनि के गर्नु 23 र 12 ले कति भयो 3 2 ले 5 40 अनि फेरि भोलिपल्ट चाहिँ एउटा थियो 18टा पो थियो कि 3टा थियो आमा जुम्रा दिनमै मारिदियो नि हो आमाको यति धेरै जुम्रा परेछ थुप्रो कान्छीले ननाइदिएर यो चाहिँ खोइ कता गयो कान्छी नैदियो आमा ल अब मेरो चाहिँ लुगा धुन्छ नुहाइदिन्छ त्यसो त कति दुःख गर्छ नि नारा के दुःख गर्नु र कतिको छिटो छ आमा काम गर्नुलाई कान्छी छिटो छ छिटो छ आमा साह्रै छिटो छ है मान्छे चाहिँ छिटो छ मान्छे चाहिँ छिटो छैन काम भनेको ढिलो बेग्लै हो काम ढिलो बेग्लै हो छिटो चाहिँ छिटो छ राम्रो छिटो आयो लु कान्छीको लास्टै तारिफ भयो साथीहरू अब चाहिँ म सरसफाइ गर्नु लाग्यो हो साथीहरू राजालाई रेडी गरेँ तर पानीले यस्तो कुट्यो फेरि पानी यस्तो ठुलो आयो नि यतापट्टि हाम्रो ग्यारेजको कान्छो भाइ के भएछ हौ कान्छो यसको आमा कस्तो तातिरहेछ त हो नि पुरै आगो आइरहेछ त नि यो फ्यान चाहिँ आमा कुलिङ फ्यानले पनि इन्जिनलाई चिसो बनाउनु फाइनल्ली साथीहरू पानी यस्तो बवाल पऱ्यो आज चाहिँ होइन यतापट्टि हेरिदिनु त यो पुरै पानी परेर धुम्म भएर यस्तो भइसक्यो अघि कस्तो मजाले खुलेको थियो त्यहाँनिर चाहिँ अनि म चाहिँ गेम खेल्न पनि गइनँ पानी पऱ्यो नि त अब तपाईँले देखिहाल्नु राजालाई धोएर चिटिक्क बनाएको थिएँ एकछिनमा त पानी गटर आयो पुरै ध्वस्त भइहाल्यो मैले राजालाई धोएको चाहिँ ऊ पर हो ग्यारेजमा अनि अघि राखेको फुल यहाँनिर छ अनि खाजाको सट्टा चाहिँ म आज 2-3टा स्याउको टुक्रा खाँदैछु दिउँसरी सुत्ता गरेर उठेको मान्छेले के खानु है खाजा पनि भनेर अनि यहाँनिर अघि हामीले फुल सजाएको तलबाट ल्याएर मस्त फुलिराखेको फुल अनि यो नागकुरीलाई पनि पानीले भेटाएछ यसलाई पानीले नभेटाउँदा राम्रो हुन्थ्यो होला यहाँनिर छ त्यो नागकुरी यतापट्टि छ त्यो घन्टी त होइन डान्सिङ डल अनि साथीहरू वरिपरि चाहिँ पानी परेर यस्तो ध्वस्त भइरहेछ मौसम एकदम बवाल भइरहेछ अघि चाहिँ निकै गर्मी थियो झन्डै तराई जतिकै गर्मी थियो अहिले चाहिँ मस्त मजाको भएर मलाई चाहिँ दिउँसो भयो भने गर्मी भयो भने दिउँसो सुतेँ दिउँसो चाहिँ नसुत्नु पर्ने रहेछ साथीहरू यस्तो बोर हुँदैछ यस्तो दिगदार हुँदोरहेछ अब गेम पनि खेल्नु गएन मैले राजालाई चाहिँ धोएर ल्याएर पानीले भिजेर पानी एकछिन भइसकेपछि पुसेर राखिरहेको छु अब आज त्यस्तो पानीमा त के गेम खेल्नु जानु है गेम नखेल्दा पनि हुन्छ अस्तिको हप्ता मेरो हात यस्तो ध्वस्त भइरहेछ राम्रो निको पनि भएको छैन अनि मेरो बुढी चाहिँ यहाँनिर बुढी तल र माथि गरेको गर्दै आज किन हो पनि या मासिक आम्दानी कस्तो के भएर फुल्यो अरे बुढी अयो बुढीको भुँडी चाहिँ फुल्यो अरे मोटाएर यस्तो धेरै भइरहेछ नि साथीहरू के भरे चार मोटाको साँच्ची त नि यस्तो मोटाएको छ साथीहरू मोटाको मान्छेलाई घट्ने उपाय के छ भनिदिनु पऱ्यो के भनिदिनु पऱ्यो के गरेर घट्नुपर्ने हो भोलिदेखि चाहिँ बिहानै उठेर दौड्यौँ ल
हो फाकमारी लेकमा धान रोप्दा आची के गरेको त्यस्तो म त भिडियो पो बनाउँदैछु त साथीहरू आज यस्तो अल्छी लागिरहेछ मलाई गेम खेल्नु पनि जानु पाएन अब आज चाहिँ नजाने नै प्लान भयो किनभने भरे 8 बजीतिर जाने भनेको थियो त्यो पनि नजाने किनभने आज छिटो सुतेर बिहान उठेर अर्जेन्टिनाको म्याच हेर्नुपर्ने छ 3:45मा उठेर लाइन आयो भने त्यो पनि लाइन आएन भने त्यो पनि झ्याउँछ अहिले चाहिँ लाइन चाहिँ छैन हेरिदिनु न साथीहरू डान्सिङ डल आम्बो एउटा यहाँ 4-5 वटा भमरा आउँदो रहेछ कि ऊ त्यहाँ कमिनाले खाँदैछ रहेछ बुढी डान्सिङ डललाई पनि एउटा एउटा भमराले च्यास घोचेर दुलो बनाइदिन्छ होइन एकैछिनमा 1 सेकेन्डमा त्यति नै रस्टिस छ के गरेको त्यसले खोइ सबै झारिदिन्छ अनि सबै घोच्छ ठस्सा गराइदिन्छ ठस्सा 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 सबै दुलो बनाएर खतम अन्त ऊ त हेर अब यो कति मजाले फुलिरहेको छ नि त्यहाँनिर होइन यो चाहिँ तपाईँको यस्तो झारिदिन्छ यो भमराले टोकेर तलदेखि स्नेक प्लान्ट हुन त भमराकै लागि हो फुल भनेको हामीले अब भनेर आरिस गरेर हुँदैन नखा भनेर पनि हुँदैन कतिखेर आएर उडेर खान्छ खाओस् स्नेक प्लान्ट यसकै लागि ल्याउनु पर्छ यस्तो फेरि छ त्यस्तो यो स्नेकलाई त यहीँ राख्नु बेटर रहेछ नि भुइँमै राख्यो भने पनि यो यति माथि निस्केर जान्छ अनि त्यस पछाडि राम्रो हुन्छ कि यतापट्टि एउटा बनाएर यस्तो राख्दा हुन्थ्यो होला है यहाँ टेबल बनाउनु लाउँ न हौ माथिको ल्याउनु अघि भनेको त म आफै पनि बनाउँथेँ नि म त खतरा मेकानिक हो नि टेबलको साथीहरू अब म जानुपर्ने भयो बजार गरेर आउनु पऱ्यो एक बारको जुनीमा यतापट्टि झ्याउकुरी क्या मस्त कराउँदैछ या आमामा अन्त लु बजार अल्छी आएको म बजार गरेर आउँछु अनि सुतिहाल्ने हो छिटो सुतेर बिहान छिटो उठ्नुपर्ने छ क्या साथीहरू आज चाहिँ म धेरै समय पछाडि यो पुन्टे गाडीलाई स्टार्ट गरेर राख्नु पर्यो भनेर सोचिरहेको छु अब यसलाई 1 किलोमिटर जति चाहिँ कुदाएर आउनु पर्यो नकुदाएको धेरै पनि त स्टार्ट पनि गरेको छैन पाहाड त के हो यार अस्ति नै ठोकिएको यहाँनिर मैले कस्तो ब्याड बनाएँ टिल्लिली थियो नि थिनु त अब यो कालो सिसा पनि निकाल्ने रहेछ सरकारले झ्याउ भइरहेछ साथीहरू कालो सिसा निकालिदिने अरे यो टक्क कालो सिसा थियो मैले पनि लगाएको अलिअलि कालो सिसा निकालिदिने अरे गनाएर गन्ध कस्तो आइरहेछ साथीहरू गाडीभित्रबाट त ओबो अब 1 किलोमिटर चाहिँ कहिलेकाहीँ चाहिँ स्टार्ट गर्नै पर्दो रहेछ कि यसलाई नकुदाएको पनि एकदम धेरै भइसक्यो कामै पर्दैन काम नपरेपछि त कहाँ कुदाउने र होइन सबै वरिपरिको सिसा खोलेर हावा सरर बनाइदिनु पऱ्यो अनि 1 किलोमिटर चाहिँ जाने हो साथीहरू अब हामी वाउ त्यो नै झ्याप्पै अफ हुने भइरहेछ अनि कसरी त्यो अफ भयो यो लाइट रक्षांश भगवान् ल साथीहरू अब 1 किलोमिटर गाडी कुदाएर आएर गाडी राख्ने अनि खाना खाने त्यस पछाडि सुत्ने आज दिउँसोभरि म सुत्नु त दिउँसो नै सुतेको आज छिटो सुतेर बिहान छिटो उठेर चाहिँ गेम खेल्ने भन्ने प्लान हो अब हेरौँ ल साथीहरू यहाँनिर खाली प्लेट रेडी भयो छोरालाई यहाँ गाजर तास्नु लगाएर छु अनि मैले यहाँनिर तताउँदैछु मासु ओइ कस्तो खाले करायो हेर निस्केर जान्छु भन्छ त हौ अनि तात्यो होला हौ है यहाँनिर दुध तताइदिउँ आमालाई अनि त्यहाँ पनि तातिँदैछ योसँग दाल पनि छ क्या आज पनि दाल त नबनाएको हुन्छ म त खाँदिनँ पनि यहाँ दुध तताइदिउँ त भाँडामा चाहिँ यहाँ राखौँ होला ल्या खै तासेको यसरी स्याट माथि यसरी स्याट बनाउनु यो सामान त म सिकाइदिन्छु यहाँ स्याउ पिक्से जस्तै हुन्छ यसरी केटली यो बाहिरको फोहोर हुन्छ नि छोरो साथीहरू म छोरालाई गाजर तास्नु सिकाउने चाहिँ यसरी तास्दा पनि हुन्छ ख्यार बनाउँदा नि हुन्छ पानी कत्रो ठुलो आयो बाहिर त
पानी के हो पानी हाम्रो काँक्रा पनि छ एउटा टक्क काँक्रा पनि काट्नुपर्छ यसरी काट्दा पनि हुन्छ चपिङ बोर्डमा राखेर काट्नु चाहिँ सबैलाई उत्तम हो होइन म त खाँदैन साथीहरू अब हाम्रो खाना खानुको लागि रेडी भयो बेलुकाको बिहान चाहिँ हामी बुढा र बुढीले मात्रै खाएको थियौँ आज चाहिँ छोरो पनि छ साथमै अनि बिहान छोरीको कुरा पनि गरेको थियो हामीले छोरी छिन् काठमाडौँ छोरी त्यहाँनिर सधैँ बसेर खान्थेन अब आमालाई लगिदिँदैछ बुढीले खाना चाहिँ अनि त्यसपछि बुढी छिटो आऊ खाना खाउँ मेरो चाहिँ यहाँ हेर्नु साथीहरू ठुलो काँक्रा सिङ्गल अनि यहाँ फर्सीको मुन्टा गाजर अक्कबर एउटा खोर्सानी छ अनि यहाँनिर दाल छोरो दाल पनि निकाल्नु भयो उ त्यहाँनिर छ दाल साथीहरू हेरिदिनु न सुँगुरको मासु यस्तो बबाल छ छोरो सुँगुरको मासु निकाल्नु है ल यो यस्तो कलेजो खानु नि मिठो हुन्छ कलेजो सुँगुरको मासु छोरोलाई मनपर्छ तर मैले आज कलेजो आइटमहरू मात्रै ल्याएको छु रातो मासु पनि ल्याएको थिएँ ल्याउनु त ओहो मेरो घाउ हुँदा हुँदा पनि खाइदिनु ल साथीहरू काँक्राबाट सुरु गर्नु हो सुँगुरको मासु चाहिँ यस्तो मिठो भइरहेछ साथीहरू मेरो छोरो चाहिँ राँगाको मासु खानुभएको अरे हानिन्छ र आज हामी गेम हेर्ने हो आज अरे भोलि बिहान हानिन्छ र कसको गेम छ अर्जेन्टिना छोरो मेस्सीको फ्यान होइन हिजो रोनाल्डोलाई हराउनु खोजेको तर सकिएन होइन हजुर कहिले ए अघि बिहान होइन अघि बिहान हराउनु खोजेको साथीहरू सकिएन मुन्टासँग माम यति मिठो हुन्छ साथीहरू यो चाहिँ हाम्रै घरमा फलेको फर्सीको मुन्टा हो अनि मुन्टा र भात यस्तो खाने हो यो हेर्दिनु न यो हरियो टक्क मुन्टा अनि भात फर्सी बनाउँछ यति मिठो हुन्छ अर्को बरे हल्का पिरो रहेछ साथीहरू पिरो भन्दा पनि निकै पिरो भयो अरू टोटल्ली खाना खाने हो खाना खाइसकेर भेटौँ है साथीहरू ल लास्ट भिडियो चाहिँ फाइनल्ली साथीहरू यता बाहिरपट्टि चाहिँ यस्तो अँध्यारो भइसक्यो अनि यति धेरै पानी आइरहेछ अहिले पनि म यहीँनिर बसिरहेको थिएँ यो डान्सिङ डल यहाँनिर रमाएर फुलिरहेछ पानी आउने बित्तिकै त्यसलाई चाहिँ राम बब्बाल हुँदो रहेछ कि पानीले भेट्यो कि तपाईँको एकदमै मजाले आउँदो रहेछ अनि हेल्दी पनि देखिँदो रहेछ अनि यतापट्टि चाहिँ पानीले गर्दाखेरि अन्धकार भइरहेछ अघिसम्म चाहिँ लाइन पनि थिएन भर्खर लाइन आयो मैले खाना पनि खाइसकेँ साथीहरू आज दिउँसोभरि यस्तै भयो दिउँसोभरि यता र उता गर्दा भन्दा पनि म त दिउँसोभरि आज सुतेँ पसलमा एकछिन त्यति मात्रै हो नत्र दिउँसोभरि सुत्यो अब भोलिको गेम हेर्नको लागि आज पनि एकदम छिटो सुत्ने भन्ने कुरा हो अहिले बज्यो साथीहरू कति बज्यो भने अहिले बेलुकाको चाहिँ 8:59 गएछ 8:58 भइसकेछ साथीहरू अब सुत्नु पर्ला खाना पनि खाइसकेँ ब्रसहरू गर्छु त्यस पछाडि सुत्छु अनि साथीहरू आजको दिनमा हजुरको कसरी बित्यो कमेन्ट गर्नु होला हजुरले चाहिँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला हाम्रो भिडियो मनपर्छ भने लाइक पनि गरिदिनु होला साथीहरू एउटा कमेन्ट छोड्न नभुल्नु होला हामी एकदम अहिले चाहिँ सानो छौँ चाँडोभन्दा चाँडो चाहिँ 10K सब्सक्राइबर 10K साथीहरू भएको चाहिँ हेर्न ठुलो मन छ साथीहरू हजुरले सहयोग गरिदिनु होला र यति भन्दै आजलाई भने यति नै फेरि भेटौँला नेक्स्ट भिडियोमा भेटौँला है त बाई बाई साथीहरू बाई बाई